के कस्तो छ त मेष राशिको लागि 2082 सालको जेठ महिना भन्ने कुरा हेरौँ। 2082 सालको जेठ महिनामा 6वटा ग्रहहरूले राशि परिवर्तन गर्दैछन्। त्यो मध्येमा 3वटा ग्रह मोस्ट इम्पोर्टेन्ट ग्रहहरू हुन् जसको राशि परिवर्तनसँगै हाम्रो जीवनमा केही न केही परिवर्तनहरू डेफिनेटली आउँछ नै। त्यो मध्येमा गुरु ग्रहले, राहु ग्रहले र केतु ग्रहले राशि परिवर्तन गर्दैछन्। यिनीहरूको राशि परिवर्तनसँगै हाम्रो जीवनमा जे जस्ता खालका इन्भाइरोमेन्टहरू भइरहेछन्, जे जस्ता खालका इन्भाइरोमेन्टहरू हाम्रो जीवनमा चलिरहेछन्, त्यो सबै इन्भाइरोमेन्टहरूमा केही न केही परिवर्तनहरू डेफिनेटली आउँछ नै। अब हामीले मेष राशिलाई हेर्ने हो भने मेष राशिको वैशाख महिनामा सबैभन्दा पहिला त मेष राशिको खर्चहरू एकदमै भइरहेछ। लाइक वैशाख महिनामा मेष राशिको धेरै खर्चहरू भएको लग्जरीसँग रिलेटेड कुराहरूलाई लिएर अथवा कुनै झैझगडाको कारणहरूले गर्दाखेरिमा पनि खर्चहरू भएको कारणहरू देखिन्छ, अथवा विदेशको लागि भनेर अथवा कामको लागि, काम बढाउनको लागि अथवा कामको एडभर्टिजमेन्टको लागि अथवा केही कुराहरूको लागि मेष राशिको म्याक्सिमम खर्चहरू वैशाख महिनामा बढेको देखिन्छ। र यो खर्च जुन मेष राशिले वैशाख महिनामा गरेको जुन खर्चहरू छन् यो खर्चहरू पोजिटिभ पनि हुनेवाला छन्। अब त्यसरी नै हामीले हेर्ने हो भनेदेखि 2082 सालको जेठ महिनामा सबैभन्दा पहिलो कुरा त गुरु ग्रहले राशि परिवर्तन गर्ने बित्तिकै मेष राशिको जीवनमा सबैभन्दा पहिला मेष राशिको जीवनमा जुन धनसँग रिलेटेड योगहरू थियो, जुन धनहरू जम्मा भइरहेको थियो अथवा धन कमाउने अवसरहरू जुटिरहेको थियो, ठुला ठुला राम्रा खालका अथवा ठुलो धन कमाउने योगहरू बनिरहेको थियो जुन मेष राशिको त्यो योगहरूमा अब धेरै कमी आउनेवाला छ अबका दिनहरूबाट भनेर हामी भन्न सक्दछौँ। जेठ महिनाको पहिलो दिनबाट यो राशिको जीवनमा धेरै कुराहरू परिवर्तन हुनेवाला छन्। र त्यसरी नै हामीले मेष राशिलाई हेर्ने हो भने मेष राशिको घर परिवारमा अलिकति कन्फ्लिक्टका इन्भाइरोमेन्टहरू र अलिकति अल्छी लागेको घरमा काम गर्न यस्ता खालका इन्भाइरोमेन्टहरू पनि मेष राशिको देखिन्थ्यो वैशाख महिनामा। अब यो कुरा पनि जेठ महिनासम्म एराउन्ड जेठ महिनाको लास्ट विकसम्म चल्नेवाला छ। मेष राशिको लागि अलिकति घरमा कन्फ्लिक्टहरू छन् भने कन्फ्लिक्टहरू एज इट इज नै रहनेवाला छन्। र त्यसरी नै हामीले हेर्ने हो भनेदेखि काम गर्नलाई अलिकति अल्छी लागेको अवस्थाहरू मेष राशिको देखिन्छ योभन्दा अगाडिको समयहरूमा नै। अब जेठ महिनाबाट मेष राशिको काम गर्ने कुराहरूमा अलिकति कामहरू अड्किरहेको थिए भने, कामहरू भइरहेको थिएनन् भने, काम गर्न मन लागिरहेको थिएन भने यो सबै कुराहरू गर्न मन लाग्छ भनेर हामी भन्न सक्दछौँ मेष राशिको लागि। अब मेष राशिको अलिकति परिवर्तन के कुराहरूमा आउन सक्दछ त भन्दाखेरिमा जेठ महिना पछाडिबाट मेष राशिहरूकोमा आउन सक्ने परिवर्तन भनेको अलिकति इन्जोयमेन्टहरू गर्न मन नलागेको, अलिकति इच्छा नलागेको, अलिकति धर्मकर्म अथवा मन्त्रहरू अथवा यो केही कुराहरू सुन्न मन लागेको खालका कन्डिसनहरू अब जेठ महिनाबाट बन्दै जान्छ, अझ बढी बन्दै जान्छ मेष राशिको लागि। र त्यसरी नै हामीले हेर्ने हो भने मेष राशिको अलिकति कामको कुरालाई लिएर अलिकति समस्याहरू चलिरहेको थियो। कामसँग रिलेटेड कुराहरूमा अलिकति कुराहरू मिलिरहेको थिएन, विदेशसँग रिलेटेड कुनै कामहरू केही कुराहरूमा केही कन्फ्लिक्टहरू चलिरहेको थियो, केही मिलिरहेको थिएन अथवा केही समस्याहरू भइरहेको थियो भने यो सबै समस्याहरूको समाधानहरू भनेको लब हेर्ने हो भने जेठको 17 गते पछाडिबाट लब यो कुराको समाधानहरू लब मेष राशिको लाइफमा आउँछ नै। र त्यसरी नै हामीले हेर्ने हो भने सबैभन्दा पहिलो कुरा त मेष राशिले आफ्नो व्यक्तित्वलाई अलिकति स्मार्ट बनाउन स्टार्ट गर्छ जेठ महिनाको 15 गते पछाडिबाट। अलिकति बढी स्मार्ट हुने अथवा अलिकति बढी एट्र्याक्टिभ देख्ने अथवा अलिकति बढी फिमेल्सहरूसँगको एप्रोचहरू अलिकति बढ्नेवाला छ मेष राशिको। यदि मेल हो भने फिमेलहरूसँगको जुन एउटा एप्रोचहरू छ त्यो बढ्नेवाला छ मेष राशिको हेर्ने हो भनेदेखि जेठ महिनाको 15 गते पछाडिबाट। र त्यसरी नै हामीले मेष राशिलाई हेर्ने हो भने मेष राशिको कम्युनिकेसन अलिकति राम्रो, अलिकति स्पिड, अलिकति पोलाइट, अलिकति लाइक सुनिराखौँ खालको जस्तो जुन कम्युनिकेसनहरू जुन भोइसहरू भएको थियो मेष राशि आफैले पनि ओहो मैले कति राम्रो बोल्न थालेँ क्या हो भन्ने खालका कन्डिसनहरू मेष राशिको अराइज भएको थियो वैशाख महिनामा भने। अब जेठ महिनामा अलिकति कम्युनिकेसनहरूमा जेठ महिनाको 15 गते पछाडिबाट अलिकति कम्युनिकेसनहरू चाहिँ गर्नुभन्दा पनि फिजिकल्ली अलिकति कुनै कुराहरूलाई सोअप गर्नु अथवा फिजिकल्ली एक्टिभ हुनु इच्छाहरू हुन्छ मेष राशिलाई जेठ महिनाको 15 गते पछाडिबाटका दिनहरूमा। लगभग ओभरअली हेर्ने हो भनेदेखि मेष राशिको लागि जेठ महिना ओभरअली राम्रै छ भनेर हामी भन्न सक्दछौँ। फ्यामिलीसँग रिलेटेड कुराहरूमा अलिकति कन्फ्लिक्टहरूलाई हेर्ने हो भने यो अलिकति ब्याड छ। लगभग अरू कन्टेक्स्टहरूमा हेर्ने हो भनेदेखि अलिकति अल्छी हुने नेचरहरू अब अलिकति
अल्छी हुन सक्ने खालका नेचरहरू पनि बिल्ड हुँदैछ मेष राशिलाई जेठ महिना पछाडिबाट। अब मेष राशिले आफूलाई कसरी अगाडि प्रेजेन्ट गर्छ भन्ने कुराले पनि धेरै कुराहरू म्याटर गर्छन्। हेर्ने हो भनेदेखि अहिलेको ट्रान्जिटले यो कुराहरूमा यो कुराहरूमा चेन्जहरू लिएर आउन सक्ने प्रायोरिटीहरू छ मेष राशिको। हस्, धन्यवाद।